जब तिनकुनेमा झगडा परेपछि दुर्गा परसाई आफ्नो ज्यान बचाउन इन्डिया गई आफूलाई सरेन्डर गरेका थिए, जसले गर्दा उनले आफ्नो ज्यान बचाउन सफल भए भन्ने कुरा उनका समर्थकहरूले भनिरहेका हुन्छन्। यदि यो सत्य हो भने दुर्गा परसाईले युज गरेको यो ट्रिकलाई द 48 ल अफ पावरका अथर रोबर्ट ग्रिनीले आफ्नो बुकको ल नम्बर 22 मा युज द सरेन्डर ट्याक्टिक टु ट्रान्सफर्म विकनेसेस इन्टु पावर भनेर लेखेका छन्। उनले भन्छन्, यदि तपाईलाई थाहा छ तपाईको अपोनेन्ट तपाईँ भन्दा बढी स्ट्रङ छ र तपाईले उसलाई जित्न सक्नुहुन्न भने उसको सामु उसँग लड्नु भन्दा पहिले नै समर्पण गरिदिनुहोस्। जब तपाईले समर्पण गर्नुहुन्छ तपाईको दुश्मनले तपाईलाई कमजोर भनेर छोडिदिन्छ र हल्कामा लिन सुरु गर्छ, जसले गर्दा तपाईले तपाईको दुश्मन विरुद्ध ठूलो अट्याक प्लान गर्न सक्नुहुन्छ। तर एउटा कुरा चाहिँ याद राख्नुहोस्, कसैले आत्मसमर्पण गरिरहेको छ भन्दैमा ऊ डराएको वा हारेको हुँदैन। यो त उसको केही चाल वा रणनीति पनि हुन सक्छ।